नमस्ते सबैजनालाई। आज चाहिँ आमा र म कालिम्पोङतर्फ जाँदैछौँ। कालिम्पोङ आइपुगेर पनि दुर्पिनतर्फ जाँदैछौँ। यता बराबरीको घर चाहिँ यहाँनिर आइपुग्यौँ। यता ब्रिक हाउस स्टे यहाँ छ बडाहरूको। यहाँ बढी हामीलाई रिसिभ गर्न आउँदो रहेछ है त। भाग्यमानी रोनित गएको छैन होइन हौ यो लानु भनेको होइन कि अनि म चाहिँ मान्छे मालिक नदेखेको ए मालिक बडीको गार्डन त दामी रहेछ त अन्त भगवान् भन्नु म हिँडेर कस्तो म हिँडेको केही त छैन। बडीहरूको घर आइपुगेको त हामी चाहिँ बल्ल बल्ल छैन नानी केही पनि अस्ति म आउँदा त पानी आयो। ब्रिक हाउस स्टेको टुर हुँदैछ यहाँनिर। अब यस्तो रहेछ। अहिले चाहिँ आमा र म हिलटपमा बडीहरूको ब्रिक हाउस स्टे टुर गर्दैछौँ। त एकदमै राम्रो रहेछ, ब्युटिफुल। रुमहरू पनि एकदम दामी रहेछ है त यहाँनिर चाहिँ। एकदम तपाईँको उयो ब्रिक हाउस स्टे एकदम दामी रहेछ हो। हजुर कलरदेखिको भ्यूदेखिको सबै मन पर्यो हामीलाई चाहिँ। हजुर अहिले चाहिँ यहाँनिर हाम्रो टुर हुँदैछ। यहाँ बडीले हामीलाई घुमाउनु हुँदैछ। मिनी लाइब्रेरी पनि रहेछ आमा। बडीको घर कस्तो लाग्यो हामीलाई? यहाँनिरको घर टुर हुँदैछ है त। हजुर यहाँबाट त कञ्चनजङ्घा पनि देख्छ होइन बडी? एकदम दामी क्लियर रहेछ। मलाई चाहिँ बेस्ट पार्ट चाहिँ यहाँ टेरेसबाट देख्ने भ्यू नै लाग्यो। त कालिम्पोङ जस्तो जग्गामा आएर यस्तो मजाको भ्यू पाउनु त एकदमै दामी र तपाईँहरू पनि स्टे गर्न सक्नुहुन्छ है त यहाँनिर चाहिँ। अहिले चाहिँ हामी यहाँनिर बेनारघाटमा जाँदैछौँ है त। यो चाहिँ दिदीहरूको रहेछ किचनहरू रहेछ यहाँनिर। रुमहरू पनि मजाको रहेछ। अहिले चाहिँ यहाँनिर हाउस टुर हुँदैछ। यहाँनिर चाहिँ रहेछ है त मजाको बसेर चिया खान सक्ने, वेडिङदेखिको लिएर हल्दी फङ्सन सबै हुँदो रहेछ। यो चाहिँ हो ब्रिक हाउस स्टे। आमा र म चाहिँ यहाँ घुमी अझै सकेको छैन है त। हामी अब लास्ट फाइनल यसै बडाबडीले गार्डन बनाउनु भएको रहेछ। यहाँ चाहिँ कुकुर पनि रहेछ। सोपहरू लगाउनु भएको रहेछ बडाले चाहिँ। सोप रहेछ, प्याज सानो सानो ट्रेमै के लगाउनु भएको रहेछ है त बडाले। सागहरू पनि रहेछ, फिग रहेछ। यति बेला आफ्नो इन्ट्रेस्ट छ भने चाहिँ सानो जग्गामा पनि के गर्न सकिन्छ है त। डल्ले पनि रहेछ आमा हो। कोठेबारी। अब चाहिँ हामी पर्सिमा हेर्न जाँदैछौँ। हजुर यस्तो यो रहेछ। मेरो बहिनी छ कि हजुर यो चाहिँ मलाई राखिदिनु है भन्दैछ। बडीले हाम्रो लागि यहाँनिर स्पेसल बनाइदिनु भएको छ है त। आमा खानु। धन्यवाद। मजा आयो तपाईँहरूको होमस्टे डुलेर हो। हुन्छ बडी पछि चाहिँ आमालाई 1 हप्ता लिएर आउँछु नि ल। ल बडी जानु पर्यो। तिमी पनि ल भाग्यमानी। हुन्छ लाग्यो आउनु ल। हुन्छ। आमा र म चाहिँ अब बडीहरूकोदेखि चाहिँ फर्क्यौँ है त। डुलेर पनि सके त आमा छोडेको चाहिँ। के ल मिठो भयो आदित्य? आदित्य मिठो भयो? तपाईँलाई दिन्छ होला, मलाई त कहिल्यै दिएन। म चलाएर लान्छु ल आज।
मलाई म चलाउँछु ल खाँदैनौ है वाटरमेलन आदित्य छिटो न आँगड त यता फर्केर हौ यता यता हेर गाडीमा पाक मात्र अहिले चाहिँ नाना आउनु हुँदैछ त्यही भएर म चाहिँ यहाँ निनीहरूकोमा शान्तिनगर राख्छु वाट अ सरप्राइज तर्सेन आमा आमा त गयो सरप्राइज म चाहिँ हेरेर नभनिकन आएकै दाजु हेलो 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 बिर्सेक्यो हौ मोमा ए बिर्सेक्यो मलाई त नानीले त बिर्सेछ नानीले त मलाई बिर्सेछ खोइ आमा नानी कुन चाहिँ स्कुल ओम्सी कुन चाहिँ क्लास कुन चाहिँ क्लासमा पढ्छ कुन चाहिँ क्लास हौ एलकेजी नर्सरी होइन ए हो त नानी कहाँ लगेको अरे तिमीले चाहिँ आमा भेटाउनु लगेको है मलाई अश्विनीसँग जाँदैछ है त अहिले चाहिँ म चाहिँ आमा भएकोमा लान्छ अरे अब मलाई बा हराउने हो भने स्कुल यहीँ हो स्कुल चाहिँ ए यो चाहिँ स्कुल हो आमा चाहिँ कहाँ छ ल हिँड त आमा भएकोमा स्कुल नजाउँ आमा भएकोमा जाउँ ल दामी छ काकीलाई एकछिन भेटेर पनि अहिले चाहिँ नानाहरू आइसक्नु भएको छ र हामी चाहिँ डेलो जाँदैछौँ अहिले चाहिँ म डेलो आइपुगिसकेको छौँ है त हामी यहाँनिर कस्तो दामी फुलेको रहेछ यहाँ छ म्याडम हाम्रो यहाँ दादा पनि हुनुहुन्छ अलिअलि नानाको फाइनली सपना पुरा भयो होइन अहिलेदेखिको होइन एजिलिया फुलेकोमा जाने भनेको आज चाहिँ हामी आइपुगिसकेको छौँ है त यहाँको फुल फुलेको मात्रै हेरिदिनुहोस् आमा कस्तो दामी फुलिरहेको छ कि कस्तो दामी रहेछ त इच्छा पूर्ण भयो नाना एकदम साँच्चीमा आउनु चाहिँ एकदमै अहिले चाहिँ एकदम भिजिट गर्नु एकदम लाइकै भइरहेको रहेछ नि त है कस्तो दामी होइन आमा बस्नु नानाले यहीँ बस्ने विचार गर्नु हुँदैछ है त यहाँ देखाइदिनु न अन्त डान्सहरू गरेर यसो फुल कुनै के को भनेर हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ कता हो नाना एकदम सिक्रेट छ अरे त दादालाई चाहिँ के भइसक्यो अरे हामीसँग हिँड्दा फोटै खिचिसक्दैन हामीहरू चाहिँ हो दादा बिचरा त्यस्तो भइसकिसक्यो अरे त केटीहरूसँग दादा आयो भने त यस्तै है अब